एलचिसिएन ब्लग्स तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी 6-7 जना भएर चाहिँ गुल्मी भार्सेतिर जाँदै यात्रा गर्दैछौँ होइन। पानी परेर टाइम डिस्टर्ब गर्यो एकछिन पानीले चाहिँ। अब चाहिँ हामी यहाँ खोलाएर हिँडिसक्यो, केटाहरू अगाडि गइसक्यो, म चाहिँ यताउति के गर्दा गर्दै ढिला भइसक्यो होइन। सो पानी परे तापनि हामी चाहिँ यात्रा जारी नै राख्नेछौँ। आज पानी पऱ्यो भने चाहिँ धेरै बेरसम्म मैले भ्लगिङ गर्दैन, किनकि क्यामेरालाई चाहिँ प्रोटेक्सन पनि गर्नु पऱ्यो होइन। सो अहिले चाहिँ घाम पऱ्यो, त्यसले गर्दाखेरि हामी चाहिँ निस्क्यौँ। पानी परेर जानी कि नजानी भन्ने कुरोमा थियौँ, हामी अड्केर बसेका थियौँ। सो पानी बिदा भयो, हामी चाहिँ लागियो अब चाहिँ भार्सेतर्फ, गुल्मी भार्से। यहाँ अराउन्ड 2 घन्टाको टाइमिङ लाग्छ भन्ने कुरो सुनेका छौँ। हामी पनि फर्स्ट टाइममा जाने, केटाहरू पनि अगाडि छन्, म पछि छु। तर अरू जे जस्तो भए पनि पानी परेपछि मैले चाहिँ बाइक कुदाउन सक्दिनँ, किनकि बाइकको ब्यालेन्सै हुँदैन नि त, टायर स्किड मार्ने चान्स बढी हुन्छ। त्यसले गर्दाखेरि मैले बाइक चाहिँ एकदम स्टेबल चलाउने गर्छु होइन। अब खौलाबाट हामी निस्क्यौँ अराउन्ड 5 बजीतिर यहाँ हामी निस्केका छौँ। अब हेरौँ कतिखेर रातिको कति बजे पुग्छौँ थाहा छैन के कस्तो हुन्छ यात्राको दौरान। अब घरबाट निस्किसकेपछि होइन। सय शम्भु केटाहरू, यो टोली पनि हो, रेनकोट लाएर बसेको टोली पनि, यिनीहरूको पनि पछि हेरेर मैले खेदिरहेको छु। बिकवास के हुँदैछ साथी हो, तपाईँहरू पनि आउन सक्नुहुन्छ, यो ठाउँमा बस्न सक्नुहुन्छ होइन। अरू चाहिँ नुहारा, अब यहाँबाट नुहाराबाट अलिपल्तिर घसी आकाश पुल आउँछ, जहाँ बागलुङको दोस्रो भनेर चिनिन्थ्यो, प्रख्यात थियो। अहिले चाहिँ विभिन्न झलुङ्गे पुलहरू बनेपछि चाहिँ अहिले चाहिँ तेस्रो, चौथो, पाँचौँमा आउँछ होला। पहिला चाहिँ दोस्रो भनेर चिनिन्थ्यो, लामो प्लस उचाइको हिसाबले होइन। यहाँबाट अगाडि चाहिँ आकाशे पुल पर्छ। यो चाहिँ नुहारा हो, नुहारा यो चाहिँ हाम्रो आकाशे पुल है। यहाँ चाहिँ आएर चाहिँ इन्जोय गर्न सक्नुहुन्छ वातावरणहरूको होइन, वरिपरिहरूको दृश्यहरूको, डाँडा काँडाहरूको इन्जोय लिन सक्नुहुन्छ, मन शान्ति भएर बस्न सक्नुहुन्छ होइन। यता चाहिँ बागलुङ, यता चाहिँ गुल्मी है। बागलुङ र गुल्मीलाई जोडिएको हाम्रो यो आकाशे पुल, तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ। खरबाङ बजार है, खरबाङ च्याक्क लागेर हाम्रो खरबाङ आइपुगियो। केटाहरू यहाँ सामान डेलिभरी गर्दैछन्, यिनीहरू पनि हो जाने होइन। अब अलिकति केटाहरू अगाडि गइसकेछन्, वामी गएर फेरि वामी गएर एउटा सामान छोड्नु छ। मैले पनि के अरे एउटा स्कुटीको सामान ल्याइदिएर आएको छु, स्कुटीको सामान छोड्नुपर्छ वामी। के भयो के छ त नि? यो चाहिँ हाम्रो हाँडी खोला। यहाँबाट चाहिँ यता गयो भने बागलुङ चाहिँ, यताबाट चाहिँ हामी गुल्मी लाग्यो, यहाँ गुल्मी बुटोल जाने चाहिँ यताबाट। अब यतैबाट हामी चाहिँ शान्तिपुरको बाटो हुँदै चाहिँ भार्से जाने हो। अब यहाँ चाहिँ हामी केटाहरू सबै भेट हुन्छौँ, त्यस पछाडि चाहिँ कन्टिन्यू गरौँला है। र बागलुङको सिमाना काटियो, अब यहाँबाट चाहिँ हामी गुल्मीतर्फ लागिन्छौँ होइन। यहाँ चाहिँ अब यहाँबाट गुल्मी, अब यहाँबाट अगाडि चाहिँ वामी टक्कर भइगयो हालो होइन। अब मलाई ठाउँको नाम थाहा भन्नुसम्म यता वरिपरिको हुनेलाई मलाई चाहिँ एक्सप्लेन गर्नेछु। ध्यान त उता चाहिँ मैले गर्न सक्दिनँ, किनकि म पनि नयाँ ठाउँमा जाँदैछु होइन त। त्यसले गर्दाखेरि मलाई पनि ठाउँको नाम, सबै ठाउँको नाम मलाई प्रख्यात त हुन्छ नि हुँदैन। त्यसले गर्दा मलाई जहाँसम्म थाहा छ त्यहाँसम्म हजुरलाई एक्सप्लेन गर्नेछु। अहिले चाहिँ हामी सिधै अब वामी चाहिँ गएर चाहिँ एउटा सामान छोड्छु, त्यस पछाडि भेटौँला है त। चाहिँ अहिले चाहिँ भुवाचिदी आइसकेका छौँ होइन। भुवाचिदीको जो चाहिँ हाम्रो पुरानो बजार भनौँ, ट्याक्क लागेर एकदम विकसित हुँदैछ हाम्रो भुवाचिदी पनि। यहाँबाट चाहिँ हामी अलिपल्तिरबाट चाहिँ हामी कुर्गा पनि जान सक्छौँ, जुन मालिका छ यहाँबाट चाहिँ जान्छौँ होइन कुर्गातिर। यो चाहिँ यहाँबाट गयो भने हामी कुर्गा गइन्छ जुन मालिक। अब चाहिँ केटाहरू कहाँ गएको बिचमा एकजनालाई के भन्छन् लिफ्ट दिँदा गर्दाखेरि ढिला भइगयो। अब केटाहरू कहाँ पुगिसके आई डोन्ट नो। अब पछि खेदिने होला एक्लै म है। यस्तै छ जिन्दगी। यहाँ मेला पनि चलिरहेको छ हाम्रो भुवाचिदीमा। यो चाहिँ ग्वादिका चोर भन्ने ठाउँ हो। एकदम फुटबल, क्रिकेट, भलिबलहरू चाहिँ यहाँ चाहिँ एकदम दृश्य के भन्छ एकदम खेलाइन्छ होइन। मेला लाग्छ। सो अब पहिला चाहिँ केटाहरूलाई भेटौँ, त्यस पछाडि गफ गरौँला है त। हामी चाहिँ
टक्क लागेर जाँदैछौँ है चाहिँ अब 3 जना भएर एकजना चाहिँ पछाडि छोडिनु भएको छ है अब यही बाटो होला हामी जाने चाहिँ उपल्लो बाटो निस्क्यो पछि आइराख्नु छ भेटै सक्नु भइसकेछ हामीलाई सरहरूले पनि टक्क लागेर है अब बाटा यस्तै अफरोड अनरोड भेटिन्छन् टक्क लागेर यात्रा खोल्ने हो अटोले हामीलाई कम्पिटिसन हानिरहेछ है घाँची हो टुकटुकीले तर एकदम दामी ठाउँ छ नि होइन यो चाहिँ लगभग मजुवा सेरोना फेरो हो चाहिँ ठ्याक्कै रामपुर भन्छ कि के भन्छ होइन अब ट्याक्क लागेर थाहा भएन हामी चाहिँ अराउन्ड मजुवा आउन लागिसक्यो मजुवा नै भनौँ सायद होइन 2वटा हेभी लोडेड ट्रकहरू गएको छन् बाटो यस्तै छ यही तल्लो बाटो खुलो भने सुनेका छौँ हेरौँ के कस्तो हुन्छ के केटाकेटीले चाहिँ उसलाई चुसे खान यस्ता छन् केटे खाने ठाउँ भएन नभएपछि ओभरटेक हान्नु हुँदैन सावधान हटी दुर्घटना घटी त्यो चाहिँ लागू गर्नुपर्छ ट्याक्क लागेर एउटा ओभरटेक हान्ने हो मजुवा फाइनली हामी चाहिँ मजुवा आइसकियो होइन ट्याक्क लागेर बजार क्षेत्रभित्र बिस्तारै 25 किलोमिटरको पर आवरको स्पिडमा हुनुहोस् है त हामी चाहिँ त्यत्रो हिँड्दैनौँ अझ बेसी हिँड्छौँ लुजा उताबाट के आयो भन्दाखेरि ट्रुक आयो ट्रुक फाइनल्ली हामी चाहिँ मजुवाको बजार पनि हेरौँ है धेरै समयपछि हामी मजुवा आइयो एकदम सानो घर माथि हेर्दा यस्तो एकदम दामी केटाहरू खुब जोसिएछन् करा हेरौँ के हुन्छ पानी पऱ्यो होइन अब यसरी यात्रा गर्नु परेको छ हामी सबै हो यतिजना चाहिँ यात्रा हो हाम्रो चाहिँ यतिजनाको यात्रा हो पानी परेको छ अब क्यामेरालाई चाहिँ झिक्नु पर्ला जस्तो छ किनकि यस्तो पानीमा चाहिँ किन युज गर्ने र होइन अब हुन त वाटरप्रुफै हो तै पनि यसो क्यामेरालाई चाहिँ बचत गर्ने चाहिँ बानीको विकास गरौँ न होइन हामी चाहिँ लागियो अब शान्तिपुरको बाटोतर्फ अब हामी चाहिँ शान्तिपुर बाटोमा लाग्ने हो यहाँ चाहिँ चिउरिने भिर के गरेको कुनै बाटो खुल्यो भन्ने तल्लो बाटो खुल्यो भन्ने सुनिन्थ्यो होइन केटाहरू वान कुदिया छन् केटाहरू वान कुदिया छन् का रमाइलो छ जे होस् तेरि हिलो छट्टा मुखा बोध्या तेरि बब्बल गाइस बब्बल यो चाहिँ अब चिउरिने भिर हो है चिउरिने भिर बाटो खुले है कि खुले छैन भन्ने कुरो आज थाहा हुन्छ त्यो बिचार हाल्नुपर्छ क्या खाल्टा हाल्नुहुन्न मेरो आज लास्टै हेडेक भयो चिउरिने भिर बाटो कस्तो छ नहेर उपल्लो बाटो घुमेर जानुपर्छ हामी चाहिँ यताबाट जान्छौँ गुर 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 टायर पछाडिको टायर नाचो ल बाटो ब्लक चिउरिनेको भिरमा बाटो ब्लक छिर्न त छिर्छ छिराइदिउँ चिउरिनेको भिरको बाटो है साथी हो बाटो खुले रहेछ हल्का हल्का तर जाम चाहिँ खडक लाग्दो रहेछ मरद लाग्दो रहेछ जाम चाहिँ पुरतर्फ लागियो चोरकाटे बाटो होइन टक्क लागेर अब नयाँ बाटो नयाँ रोड नयाँ ठाउँमा जाँदैछौँ यो धान चैते धान यत्रो भइसकेको रहेछ यहाँ चाहिँ टक्क लागेर चन्द्रकोट गाउँपालिका यहाँहरूलाई स्वागतम हामीलाई पनि स्वागतम यस्तो डाँडाबाट यस्तो बब्बाल भ्यू छ नि नेपाल हो कि नेपाल भएर आफ्नो देशलाई चाहिँ मजाले घुमेर चाहिँ यो मोर्नुपर्छ साथी हो यस्तो बब्बाल ठाउँ आनन्दै शरीरमा नै आनन्द कि अलग तरिकाको आनन्द आउँदो रहेछ कि यो ठाउँमा चाहिँ यस्तो यहाँको हावापानी होइन वातावरणै अलगै छ कि यहाँको जस्तो कि हाम्रै खौलार बजारको वातावरण हेरौँ र यहाँको वातावरणमा एक फरक छ यो चाहिँ चन्द्रकोट गाउँपालिका वडा नम्बर 7 को वडा कार्यालय रहेछ है त्यो बब्बल तर यहाँको चाहिँ हावापानी चाहिँ एकदम बब्बल रहेछ कि
कता टाढा हो जाने कुन्ने कुरो कता टाढा जाने हो भारसे जाने कता टाढा हो हेलो फाइनली हामी चाहिँ रङ वे आएको अवस्था हामी जानु खैरिनी यता शान्तिपुरको बाटो आइएछ केही छैन ठाउँ चाहिँ देख्न पाइयो केही छैन होइन यो ठाउँ देखियो देख्न पाइयो मेन कुरो चाहिँ त्यही नै हो ओइ 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 हामी चाहिँ चोर काटे के अरे खैरिनी आइयो यहाँ खैरिनीबाट चाहिँ हामी चाहिँ उँगोतिर जानुपर्ने हुन्छ होइन अब यहाँबाट हामी चाहिँ भार्सेको लागि जानुपर्ने हुन्छ टक्क लागेर यो त यहाँबाट भार्से गइन्छ नि त ल यहाँ केटाहरूलाई पर्खिनु पर्यो त्यस पछाडि निस्किनुपर्छ यो बाटो चाहिँ अब भार्से हामी चाहिँ अब हामी भार्सेको तर्फ लागियो हामी एकातिर बाटो गइएछ होइन बा ब्रेकर अब यहाँबाट उँगो लगाएर अझ माथि गएर एकचोटि लेफ्ट राइट लिएपछि हामी चाहिँ ट्याक्क भार्से जान्छौँ पानी परिरहेछ अलिअलि लिटिल यो बाटै जङ्गलको बाटैबाट जाँदैछौँ केटाहरू अगाडि छोडिसकेँ म चाहिँ पछाडि यहाँ मोड चेन्ज गर्न लगाएर चाहिँ ढिला भयो होइन अब के कस्तो हुन्छ अगाडि हेर्दै जाउँ नाइट मोड कस्तो आएको छ कुन्नी यो क्यामेराबाट केटाहरूले मलाई पर्खेन नि यिनीहरू गइदिने 10 मिनट ढिला गरेँ कहाँ पुगिसके यिनीहरू यो चाहिँ सुपर नाइट मोड हो अफ रोड बाटो घाटो सो अब चाहिँ ट्याक्क लागेर हामी उकालो लाग्दैछौँ सो हामी चाहिँ अब ट्याक्क लागेर उकालो लाउँदैछौँ सुपर नाइट मोड हो जो चाहिँ के कस्तो देखिएछ है वेट अब कोही लोड्छन् कि भनेर यसो क्याप्चर गरेको बाटो यस्तै छ होइन अब हेरौँ के कस्तो हुन्छ टक्क लागेर बाटो चाहिँ चिल छ चिल मलाई चाहिँ यस्तै बाटो मनपर्छ पछिल्लो टायर लास्टै होल्लिन्छ यार मेरो किन हो कुनै बेरिङ नि गथेन अब साइनले तान्छ कि नै साइनले तान्छ कि नै 220ले तान्छ कि नै ओ तानो साइनले पनि तानो बब्बल तान्दो बब्बल बाटो चाहिँ जोस ओजी रहेछ ओजी मेरो लाइटले त खाइदियो त ल बसौँ यस्तो छ भार्से बाटो ट्याक्क लागेर अहिले चाहिँ 8:17 गयो बेलुकीको बाटो चाहिँ बबल छ बाटा एकतिर हराइयो हामी दुईटा यसो हराइयो कि कता हराएपछि यिनीहरूभन्दा अगाडि आइएको थियो हामी चाहिँ होइन हराउनु चाहिँ राम्रै हराइदिएका हो कि होइन तर ठाउँ चाहिँ बबल दामी रहेछ यहाँ कँदेर भए पनि यहीँ होला पक्कै पनि कता हो कता कता हो ओली सर त अहिले त अगाडि लाउनु त बाटाहरू बिचार यस्तो गर्न पाइन्छ नि मान्छेले पिकअप मिलाउँदै आएका हुन्छन् रानी वन होमस्टेमा आइयो है हामी ट्याक्क लागेर आहा के कस्तो भयो यात्रा फाइनली हामी चाहिँ भार्से आइयो कस्तो भयो त यात्रा बवाल के छ कस्तो भयो यात्राको होइन रमाइलो भयो कि अब पानी भिजाइ कस्तो भयो हाम्रो भोलि जानु त्यस्तै गरेर फेरि घुम्नु पाइने नपाइने लायौँ होइन आगामी दिनमा सधैँभरि नहुन सक्छ कहिले कहाँ हिँड्नुपर्छ देखाएर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु
अब हाम्रो चाहिँ हालत यस्तो छ होइन ट्याक्कलाई यस्ता बाँधेर हिँड्ने आएका थियौँ त्यसलाई फाल्न पर्यो प्लास्टिक सेफ्टी फर्स्ट त हुनु पर्यो नि होइन मेन कुरो चाहिँ सेफ्टी फर्स्ट हुनु पर्यो जुत्ता जोगाउनु पर्यो होइन मेन चाहिँ जुत्ता जोगाउनु पर्छ अरू जे जस्तै भए पनि पानी परेर लास्टै चुनौती दिइरहेको थियो आज चाहिँ पानी चाहिँ निस्किनेलाई बब्बल पऱ्यो बाटो आएपछि चाहिँ एकदम मैले भन्दै 6-7 बजेपछि पानी बिदा हुन्छ भनेर पानी बिदा भइदियो सो अब आज चाहिँ अब यहीँ हामी होमस्टेमा बसिन्छ भने भोलि चाहिँ टक्क यो भार्से घुम्छौँ त्यस पछाडि के कस्तो हुन्छ हजुरलाई देखाउने कोसिस गर्छौँ टक्कलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु कुनबाट हेर्दै हुनुहुन्छ फेसबुकबाट हेर्दै हुनुहुन्छ कि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला सेयर गर्न नबिर्सनु होला जिसिएन ब्लग्स र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने छेत्री नवीन छ है सो अब गुड नाइट अहिले चाहिँ हामीले के कसो हुन्छ यहाँ चाहिँ त्यो देखाउने कोसिस गर्नेछौँ बाई Welcome to my YouTube channel.